हामी चाहिँ गोब्राको गाउँमा सक्यौँ सुर्खेत। अब यसो अङ्कललाई प्र्याङ्क हान्छौँ है, के भन्नुहुन्छ अङ्कलले, यसो न। हेलो अङ्कल, नमस्ते। नमस्ते। यो कुन ठाउँ हो अङ्कल? यो गोब्रा भन्ने हो। गोब्रा सवालचोर। कहाँदेखि आउनुभएको? हामी यसो उता कैलालीबाट घुम्दै धनगढीबाट आएको, घुम्दै आएको। यो यहाँबाट कहाँ जान्छ यो बाटो? सिधै यो बाटो पर स्कुलमा जान्छ। ए हो र। यो मान्छे एक सिङ्गल छ के, त्यहीका लागि यसो केटी खोजौँ भनेर आएको। बिहे गर्ने नि उमेर भइसक्यो, छिप्पिसक्यो। अनि त्यसपछि कहीँ यसो छन् भने भन्नु पर्यो अङ्कल, केटीहरू के भन्नुहुन्छ? होइन त्यही हो। कहाँबाट आउनुभएको तपाईँ? हामी उता कैलाली धनगढीबाट। छन् यतातिर त्यस्तो बिहे गर्ने यस्तो केटीहरू। मन परेपछि गइ पनि हाल्दैन, आजको के भर हुन्छ त? त्यही त, यसो यसलाई बिएससी गराइदिनु पर्यो भनेर आज निक्सेको यसो टुरमा। अनि त्यसपछि यहाँ गोब्रातिर अनि पनि छ अरे बस्ती धेरै भनेर आएको। छन् त्यसो भने छन् केटीहरू त्यसो भने। ल अङ्कलले केटी छन् भनेर हामी निक्सिन लायौँ है। अब केटी देखाउने नदेखाउने अङ्कलको कुरा हो। ल आउनुहोस्। कि बाइकमा लिफ्ट दिनुपर्छ अङ्कल? बाइकमा लगेर जाऊँ कि कस्तो? अब अङ्कलले जानु भन्नुभएको छ। सायद अगाडितिर केटीहरू हुनुपर्छ। हो त्यहाँ साना भाइहरू पनि आइरहन्, भाइहरूलाई सोध्नुपर्छ। प्यारेङ गर्दैछौँ है, प्यारेङ गर्दैछौँ फेरि। ओ यहाँ चाहिँ मिल रहेछ फेरि। हेलो बाबु, के छ? ठिक छ? हेलो। कहाँदेखि हो? अहिले भागेर आयो कि छुट्टी भएर आयो स्कुल? छुट्टी हो। कहाँनिर छ स्कुल? यहाँ पर छ। कतिमा पढ्छौ तिमी नानी? अनि तिमी यो गाउँको नाम के हो? गोब्रा है। तिम्रो नाम? सागर के? मगर हो। यतातिर अनि यसो बिएससी गर्नको लागि केटीहरू छन् कि नै त भाइ? छैनन् है? भएपछि भन ल। त्यस्तो दाइहरू आउँदै थियो बाइकमा, केटी खोज्दै, बिहेको लागि भन्दै थियो भन्नु। यसो दिदीहरू भेटिएपछि, सिङ्गल दिदीहरू भेटिएपछि भन्नु ल। ओके ल, बाई। हामी फेरि अब भाइहरूलाई प्र्याङ्क गरेर फेरि हामी अगाडि निस्किसकेका छौँ। यहाँ पुरा लोकल भाले पनि रहेछ। हेलो नानीहरू। आइफोन होइन हाम्रो, कहाँ आइफोन हुनु छ? हामी जस्तो गरिबले आइफोन बोक्ने हो र? आइफोन कहाँ बोक्नु हामी जस्तोले? यो चाहिँ गोब्राको स्कुल। यहाँ पनि विद्यार्थी टन्न रहेछ नि त, होइन? मस्त भएको छ यो खेल त खान्छ। विद्यार्थी टन्न छुट्टी। त्यहाँबाट गाडी कहाँबाट आयो त यहाँ? यस्तो यहाँ पुरै गोब्राको स्कुल।